जान्नु भएको छ। उहाँहरूलाई म कहिले पनि डिसअपोइन्ट गर्ने छुइनँ हो। उहाँहरूको लागि म कहिले पनि त्यो नराम्रो भएर देखाउने छुइनँ, किनभने म पनि मजबुर छु। उहाँहरूले जसरी भिडियो बनाएर हाल्नुभयो त्यसरी म हाल्न सक्दिनँ, किनभने उहाँहरूले त मलाई बुझ्नु भएन है। उहाँहरूले मलाई बुझ्नु भएन। उहाँहरूले माया जुन गर्नुभएको थियो त्यो माया असली रहेन रहेछ है। अनि जति पनि एलिगेसनहरू मलाई लाउनु भएको छ ठिकै छ, म एक्सेप्ट गर्छु, केही छैन। अनि अमिरलाई म यही भन्छु, मलाई त उहाँहरूले सबैले ब्लक गरिदिनु भएको छ टोटली है। तिमीले थर्ड पर्सनको कुरा नसुन, आफ्नो मनको कुरा सुन है। रिस नगर, शान्तिसँगले आफ्नो मनको कुरा सुन। थर्ड पर्सन यतिखेर धेरै हुन्छ। अब भन्नुको लागि धेरै छ तर म भन्दिनँ। तपाईहरूले सोच्नु हुँदैछ अनुष्का किन चुप लागेर बसेको, अनुष्काको गल्ती थियो होला र ऊ चुप लागेर बसेको भनेर। त्यो होइन, गल्ती हामी दुवैजनाकोबाट छ। अनि उहाँहरू जसरी रुँदै आउनुभयो, जसरी भन्दै आउनुभयो, म त्यो गर्न सक्दिनँ, किनभने मेरो आप्पाको नि इज्जत छ, आमाको नि इज्जत छ है। अन्त जे छ मेरो मनभित्रै छ, नखाएको विष मलाई लागिरहेको छ। तर ठिकै छ, मैले यो विष मैले अहिले आएर यो हो त्यो हो भनेर भन्यो भने म सही नै हुन्छु, तर म सही हुनुको लागि चाहिँ म अरूलाई गिराउनु पनि चाहदिनँ। जे छ ठिकै छ है। अनि अमिरलाई यही भन्छु, तिमी आफ्नो मनको कुरा सुन। थर्ड पर्सनले जे भन्छ तिमी नसुन, तिम्रो आफ्नो सुन। तिम्रो मनले के भन्छ, तिमीले के गर्दैछौ, के आफूलाई शान्तिसँगले राख। मलाई याद छ तिम्रो रिस कस्तो छ भनेर है। रिसले टोटल्ली बिगार्छ। तिमी जस्तो रिस मेरो पनि छ, तर मैले आफूलाई कसरी सम्हालिरहेको छु। तिम्रो त अझै फ्यामिली छ है, शाखा सन्तानहरू सबैजना तिम्रो साथमा छ, मेरो त कोही छैन। र भए पनि मैले आफूलाई कसरी सम्हालिरहेको छु, ह्यान्डल गरिरहेको छु। प्लस अहिले यो यति बेसी नफरत कसरी म जुन यो अहिले नफरत मैले नेगेटिभ पाइरहेको छु त्यो म डिजर्भै गर्दिनँ। र पनि मैले आफूलाई ह्यान्डल गरिरहेको छु है। सरी इमोसनल भए। आफूलाई कसरी ह्यान्डल गरिरहेको छु भन्ने कुरा मलाई मात्रै याद छ। मैले अब भिडियो बनाइरहेको छु, हाँसिरहेको छु, हिँडिरहेको छु, खाइरहेको छु, तर भनेर नसोच फर्केर आउँछ भनेर चाहिँ नसोच। किनभने तिमीले जुन भिडियोहरू हालेको छ त्योहरू देखेर म आउन सक्दिनँ। तिमीले भिडियो हाल्नु नै ठुलो गल्ती गर्यौ है। मेरो इज्जत जति गयो ठिकै छ, म एक्सेप्ट गर्छु, केही छैन मलाई है। तर बनाउँदाखेरि राम्रोसँगले बनाऊ, एउटा पोइन्टको कुरा बनाऊ है, नभएको कुराहरू। जान्नु भएको छ उहाँहरूलाई म कहिले पनि डिसअपोइन्ट गर्ने छुइनँ हो। उहाँहरूको लागि म कहिले पनि त्यो नराम्रो भएर देखाउने छुइनँ, किनभने म पनि मजबुर छु। उहाँहरूले जसरी भिडियो बनाएर हाल्नुभयो त्यसरी